यदि तपाईले जीवन बुझ्न चाहनुहुन्छ भने यी 3 ठाउँमा अवश्य जानुहोस्। अस्पताल। यहाँ तपाईले जीवन कति नाजुक छ भनेर बुझ्नुहुनेछ। सबैभन्दा धनी र गरिब व्यक्ति एउटै बेडमा सुतिरहेका हुन्छन्, एउटै मेसिनमा जोडिएका, केही समय अझ पाऊँ भनेर प्रार्थना गर्दै। त्यहाँ तपाई बुझ्नुहुनेछ, स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो, बाँकी सबै कुरा त केवल स्वर मात्र हो। जेल। यहाँ तपाईले देख्नुहुनेछ कसरी एउटा गल्ती, गलत साथी वा क्रोधको एक क्षणले सम्पूर्ण भविष्य नष्ट गर्न सक्छ। त्यहाँ तपाई बुझ्नुहुनेछ निर्णयहरूको साँचो मूल्य के हो र स्वतन्त्रता नै तपाईको सबैभन्दा ठूलो विलासिता हो। चिहान। यहाँ तपाईले पत्थरमा कोरिएका नामहरू देख्नुहुनेछ, जहाँ धन, सौन्दर्य वा हैसियतको कुनै उल्लेख हुँदैन। केवल जन्म मिति र मृत्यु मिति हुन्छ र बीचको सम्पूर्ण जीवन मौनतामा रूपान्तरण भइसकेको हुन्छ। त्यहाँ तपाई बुझ्नुहुनेछ जीवन छोटो छ र अन्त्यमा केवल प्रेम, दया र तपाईले छोडेको विरासत मात्र बाँकी रहन्छ।